गाउन लाज लाग्दैन नि? लाग्दैन। तानो मायाको अमृत त्यो मनमा घोली, मायाको अमृत त्यो मन। हिमालयलाई ढाक्यो कान्छा। हजुर ल। हिमालयलाई ढाक्यो कान्छा, हिउँको पछ्यौरीले पिरातीको भाका बोल्छ, फुला मन्जारीले, फुला मन्जारीले। आसाममा यस्तो चेली भेटिनु भएको छ, यो हामीले खोज्दै आएको होइन है, यो भाग्यवश भेटिनु भएको। नानी यहाँ जाने बाटो कता हो भनेर हामीले बोलाउँदाखेरि ठ्याक्क भेटिनु भएको। र यो चाहिँ दमक सोफा सेन्टर हो। तपाईलाई फर्निचर, सोफा, दराज जे चाहिएको छ, नयाँ घरदेखि घरभित्र चाहिने सबै फर्निचरका सामानहरू एकै ठाउँमा पाउने दमकको भाटबटेनी छेउ मालपोत कटेपछि चिया दोकानमा आउँछ दमक सोफा सेन्टर। ल हाइवेमै छ। सबैजनालाई स्वागत छ दमक सोफा सेन्टरमा। फुला मन्जारीले हिमालयलाई ढाक्यो कान्छा, हिउँको पछ्यौरीले पिरातीको भाका बोल्छ, फुला मन्जारीले, फुला मन्जारीले, फुला मन्जारीले, फुला मन्जारीले। तपाईको अरू अरू गीत पनि दिल खोलेर स्वर कस्तो लाग्दा दामी छ नि हैन? राम्रो हैन? अप्ठ्यारो नमानिकन ड्याङ्का ड्याङ गाउनु पर्यो हैन? ल पुरा भिडियो चाहिँ युट्युबमा गएर भाग्य नेउपाने सर्च गरेर हेर्नु होला। भारतको मेघालय, आसाम टुरका भिडियोहरू आउँदैछन्। त्यही यात्रामा बनाइएको यो एउटा सानो भिडियो हो, जुन चेलीले धेरै गीत गाउनु भएको छ। भिडियो युट्युबमा छ, धेरैले हेरिसक्नुभयो। अब एकैछिन फेसबुकलाई बाई बाई गरेर युट्युबतिर आउनु होला र सबैजनाले कमेन्ट पनि गर्नु होला, फेसबुकबाट आएर हेरेको है भनेर। म हजुरहरूको कमेन्ट हेर्नेछु। ल भिडियोलाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला ताकि चेलीलाई थप हौसला पनि मिलोस्। अब तपाईँको बाबाले चाहिँ के बाजाहरू बजाउनुहुन्छ? हजुर। बाबाले पनि गाउनुहुन्छ? बाबाले त गाउनुहुन्न, बजाउनु चाहिँ हुन्छ। हजुर। ए अर्को कुन गीत सम्झिनु भयो त? गान त मैले सम्झेको छुइनँ। अन्जु पन्तहरूको आउँछ? अन्जु पन्तहरूको नेपाली त आउँदैन मलाई, हिन्दी चाहिँ आउँछ। हिन्दी कुन आउँछ सुनौँ त? नत्र नेपाली गीतहरू अर्को यहाँ तिहारमा, दसैँमा, अरू बेलामा कुन कुन आउँछ भन्नु त? तिहारमा, दसैँमा त गएको छुइनँ, तिहारको दसैँको त। अनि तपाईँले गीत गाउँछ भन्ने यहाँ वरिपरिको गाउँको मान्छेलाई थाहा छ कि थाहा छैन? थाहा छ। थाहा छ? हजुर। प्रोलतिरको भिडियोहरू हेर्नुहुन्छ? हेर्छु। मलाई चाहिँ कहिले चिन्नु भएको तपाईँले? मैले तपाईँलाई पहिले नै चिनेको, तपाईँको भिडियो हेरिरहेको छु म है। यसरी भेट हुन्छ बाटोमा अप्परझट? थाहा थिएन यस्तो त मलाई भेट हुन्छ भनेर त। हो तपाईँमा फेरि कन्फिडेन्स पनि त्यस्तो रहेछ नि त नि। नानी गीत गाउनुहुन्छ भन्दा गाउँछु होइन, फेरि मिठो गाउनु हुँदो रहेछ क्या। यो कन्फिडेन्स त चाहियो नि त। आसामी जुन गोर्खालीमा हुनुपर्ने त त्यो चाहिँ हो नि त। अर्को एउटा गीत हिम्मत रहेछ। नानी अब नबनाउनु भिडियो बनाइ गयो, नहाल्नु हालिहाल्ने हो। नेपालकोले के भन्नुहुन्छ, आसामकोले के भन्नुहुन्छ तपाईँको भोइसलाई, तपाईँले पनि हेर्नुहुन्छ नि यो भिडियो? कि आफ्नो भिडियो हेर्न लाज लाग्छ? लाग्दैन। लाग्दैन? र सम्झिनु अर्को एउटा गीत जाओस् जे पर्छ पर्छ। ल गाउनु त एउटा हिन्दी। अन्जु पन्थाले गान गाउँदा हुन्छ? हुन्छ। बल्ल बल्ल होसमा आउँदै हुनुहुन्छ है नानी। तुझसे नाराज नहीं जिंदगी हैरान हूँ मैं, हो हैरान हूँ मैं, तेरे मासूम सवालों से परेशान हूँ मैं, हो परेशान हूँ मैं, तुझसे नाराज नहीं जिंदगी हैरान हूँ मैं, हो हैरान हूँ मैं, जीने के लिए सोचा ही नहीं दर्द संभालने होंगे, मुस्कुराए तो मुस्कुराने की कर्द उतारने होंगे,
मुस्कुराऊं कभी तो लगता है जैसे होठों पे दर्द रखा है तुझसे नाराज नहीं जिंदगी हैरान हूँ मैं हो हैरान हूँ मैं नानी एकदम मिठो म त यहाँ हाम्रो घुमाउने मान्छे नै उठ्नु भयो नि त मान्छे नै सुतेर आसाम घुमाउने मान्छे सुतेर धेरैजना कन्फ्युज हुनु होला नानीले अन्जु पन्तको गीत गाउँदा हिन्दी भन्नुभएको होला उहाँले गाउनु भएको छ यो हिन्दीमा पनि नानी अर्को यो छ नि म झुक्दै नझुक्ने नेपालको छोरी या त अर्को कुन कुन सम्झिनु त अर्को कुन छ जस्तै फिल्महरूको गीत नेपाली फिल्महरूको जस्तै रचना रिमालहरू चिन्नुहुन्छ एलिना चौहान एलिना चाहिँ हाल्छिन्छु उहाँको कुन गीत आउँछ गीत आउँछ मलाई ल जाओस् न त अनि त्यसो दिदीले गाएको कस्तो छ सुन्नु ल राम्रो छ भने यस्तो गरिदिनु नराम्रो छ भने यस्तो ल ल एलिना चौहानको त खालि त्यस्तै सेट सङ मात्रै छ स्याड सङ छ हजुर अब त्यही स्याड सङलाई लु स्याडै भएर गाइदिनु पर्यो क्या हुन्छ ल विष पिउन मन लाग्छ किन घुटु घुटु जब तिम्रो याद आउँछ चरेकिन्छ मुटु ओ भगिनी रुचि म त कर्म मेरो खोटी थाहा छैन आँसु मेरो झर्छन् कति चोटी सक्छौ भने भालै रोदेऊ जोडले ठोके ठोके अयो दुख्यो भन्दिन म आँसु रोकी रोकी जिन्दगीमा धोका पाको एक्लै नगाना नाहि नाहि नभना मलाई बाई बाई नभना मलाई नाहि नाहि नभना मलाई बाई बाई नभना नानी दिदीले गाएको कस्तो छ राम्रो छ मनमा नै नराम्रो छ त भनेको छैन नि हाम्रो जज फेरि यता हुनुहुन्छ नि अहिले अब अर्को कुन गाउने मैले चाहिँ यो भिडियो अब नानीलाई चिनेको पनि यो भिडियो सुरु भएदेखि नै हो हामी यहाँ कसको छोरी भनेर उहाँले सोध्नुभयो अनि यहाँ हामी जाने चाहिँ यहाँ यो ठाउँ के भयो अरे हामी जाने ठाउँ यहाँ जाँदै गर्दा आसामको गोर्खाहरू भेट्दै गर्दाखेरि चाहिँ बिचमा भेटिनु भएको नानी कहिलेकाहीँ चाहिँ यसरी भेटेका प्रतिभाहरू चाहिँ मूल्यवान सबैको भोलिको दिनमा चाहिँ कसैको मोबाइलमा बज्ने गीत उहाँको सिर्जना पनि हुनसक्छ आसामकी चेली आसाममा आफैमा पनि गोर्खाको एउटा ठुलो समूह हुनुहुन्छ उहाँहरूकै मायाले पनि उहाँले धेरै अगाडि जान सक्नुहुन्छ भर्खरै मात्रै यहीँबाट ब्रिटेन गट च्यालेन्जमा पनि एकजना नानी जो चाहिँ एउटा राम्रो ऱ्याङ्किङमा पुग्नु भएको रहेछ यहाँको गोर्खाहरूले चाहनुभयो भने कहाँ पुर्याउने हो त्यहाँसम्म पुर्याउन सक्नुहुन्छ नानी किनभने कोही कमजोर हुनुहुन्न यहाँ गोर्खाली हो होइन कमजोर हुनुहुन्न किनभने ठुलो समूह हुनुहुन्छ ल अर्को गीत जाओस् नेपाली गीत जाओस् जान चाहिँ होइन कस्तो खालको आउँछ त्यो यो मलाई माइती टाढा भयो के भन्ने आउँछ यता फेरि हाम्रो उहाँलाई आउँछ नि त हजुर जस्तै मेलिना राईहरूको कसको कुन सिङ्गरको चाहिँ आउँछ त्यो नेपालको मेलिना राईको आउँछ लगाउनु त तिमीले पाएको कुन आउँछ त्यसमा केटाले पनि गाएको छ हुन्छ हुन्छ जे गाउँदा पनि हुन्छ के गुलियो छ र सक्खर चिनी के गुलियो छ र सक्खर चिनी त्यो भन्दा गुलियो छ है तिम्रो बोली त्यो भन्दा गुलियो छ है तिम्रो बोली के गुलियो छ र सक्खर चिनी त्यो भन्दा गुलियो छ है तिम्रो बोली घुटुक्का मलाई पिलाइदेऊ सानो घुटुक्का मलाई पिलाइदेऊ सानो मायाको अमृत त्यो मनमा घोली मायाको अमृत त्यो मनमा घोली के गुलियो छ र सक्खर चिनी त्यो भन्दा गुलियो छ है तिम्रो बोली मिठो
म कहाँ छु भन्ने चाहिँ यो गम्सा यो छ नि जुन यसले पनि चिनाउँछ। नर्थ इस्टको परिचयमा आसाममा लगाइने यो गम्सा यहाँको एउटा ठुलो आइडेन्टिटी नै हो। यहाँ आएपछि चिया जति खाइन्छ त्यति नै पान खाइन्छ। यहाँको घरमा कहीँ जानुभयो भने पानले स्वागत गरिन्छ, पानले नै बिदाई गरिन्छ। सुरुमा पनि त्यही दिन्छ हिँड्ने बेला लगभग होइन। यहाँको चिया पान चाहिँ आसामको जाने हो होइन। खाने ल अर्को एउटा गीत जाओस् जे पर्छ। अनि तपाईँ त तरकारी खोज्न आउनुभएको होइन? हजुर यहाँ 3 जना साथी कहाँ जङ्गलमा गएर खोज्नुहुन्छ? उहाँ खोलाको छेउमा मरङ्गो तरकारी लगेर पकाउने कसले हो आज? मैले आफैले? घरमा चाहिँ को हुनुहुन्छ? घरमा बाबा म भाउजू दादा। ए नानीहरूले तरकारी खोजेर लिएर आउनु भएको रहेछ। यो तपाईँको भएको हो? हजुर ए मिठो हुन्छ यसको तरकारी? मिठो हुन्छ। मिठो हुन्छ है। के गर्नुहुन्छ यहाँले? खेती किसान हो तपाईँहरूको? हजुर सबै थोक गर्नुपर्छ यहाँ त। झाडु अदुवा धान। सुख छ कि दुःख छ? दुःख पनि के भन्नु, ठिकै छ। हामीलाई ठिकै लाग्छ। अब यही गाउँमा जन्मेको, यही गाउँमा हुर्केको होइन। हजुर कतिमा पढ्नुहुन्छ? म क्लास 10 मा पढ्छु। अहिले 10 मा मात्रै? हजुर ए कति वर्ष पुग्नुभयो? म 16। 16 वर्ष। हजुर ए ल अर्को कुनै गीत के पो एलिना चौहानको? एलिना चाहिँ